सो हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हुनुहुन्छ हाम्रो पुरु दाईलाई हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ ड्युटी जानको लागि रेडी भयो र म यहाँ छु। म चाहिँ भ्लग बनाउन निस्केको है। अब ल जे गर्छु जसो गर्छु सब देखाउँछु। अहिले चाहिँ म लागि सिधै अर्गुसमा भेटाउन ल। सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग र हजुरहरूलाई स्वागतम छ फेरि पनि मेरो नयाँ भ्लगमा। र अहिले हाल चाहिँ म मार्केट जाँदैछु तर भोक लाग्यो कि खम भनेर। र यहाँ मेरो काका हुनुहुन्छ, आयो भनिदिनु। Hello, ladies and gentlemen. This is your captain. विजय गुरुङ। विच टाइम वी विल टेक अफ? Oh, after 30 minutes I will take. अहिले चाहिँ हामी घाम आमामा गर्मी त बाबा हेर्नु ल, आँखै खोल्न सकिरहेको छैन गर्मीमा। यस्तै छ खाडीको घाम। र के छ, सन्चै हुनुहुन्छ गाइजहरू? सन्चै हुनुहुन्छ मेरो फ्यामिलीहरू, मेरो परिवार, मेरा मुटुका टुक्रा, मेरा जिगर सन्चै हुनुहुन्छ होला। र म पनि सन्चै छु। गर्मी लास्टै गर्मी आमामा बाहिर निस्किन धेरै गाह्रो छ बाबा, धेरै गाह्रो छ। ल हेर्नु त अहिले घाम भएर खासै मान्छे नि बाहिर निस्किएकै छैन। ल उता काका छ, म यहाँ छु, दुईजना मात्र। ल यस्तो घाम आमामा कति डिग्री होला अहिले घाम? Minus 18 degree. होइन होला, घाममा लास्टै गर्मी छ। त्यही पनि के कहाँ कसरी के भएर सबै देखाउने छु हजुरहरूलाई। अहिलेको लागि चाहिँ यति। अहिले एकछिनमा देखाउँछु, म एकछिनमा देखाउने छु है गाइज। हामी चाहिँ अहिले टक्क थोरै सामान किनेर रुमतर्फ लाग्दैछौँ। यहाँ हुनुहुन्छ मिस्टर क्याप्टेन विजय गुरुङ। केही दुई चार शब्द जाओस् ल। रोस्ट हो, रोस्ट पुरै रोस्ट बन्नु लागि चाहिँ कति छ अरे टेम्परेचर? भुत्ला डढेर पुरै कालो भयो। टेम्परेचर कति छ अरे? -18 degree Celsius. -18 डिग्री सेल्सियस है अहिले चाहिँ। 18 डिग्री सेल्सियस छ अरे। -18 डिग्री सेल्सियस पोलिरहेको छ बिचरा काकालाई। गाह्रो छ नि काकालाई। हाम्रो आगोले पनि पोल्दैन। हो, सही हो, सही हो, गाह्रो छ। हेर्न सक्नुहुन्छ यस्तो घाम लागिरहेछ कि आम्मा बयानै गर्न सक्दैन ल यो घामलाई। हो कि होइन? बिल्डिङहरू हेर्नुहोस्। यो चाहिँ हाम्रो त्यो बाइक मेरो हो। चाबी त माथि छोड्यो होला हौ, मैले त ल्याएन। हैन? गाडीको नि ल्याएन, बाइकको नि ल्याएन। कसरी जान्छ अब घुम्न पुल्छले? काकाको बुर्सलमा जाने बाइक यहाँ छ। काकाको चाबी माथि छोडेछ भने, गाडीको चाबी नि छोड्यो भने। गाडी यहीँ साइडमा राखेको थियो। यही हो हाम्रो बाइक र गाडी। उता छोडेछ माथि रुममा, होइन त? त्यो गाडीको चाबी र बाइकको चाबी सँगै राखेको छ कि, अनि त्यही छोडेको अनि ल्याएन नि। के गर्नु त? तिमीले त्यही भएर त मैले तिम्रो विश्वास मान्दैन के। अब बिर्सेछ त अनि के गर्नु त? अब छोड्दिनँ। पेट्रोल नि छैन अहिले। एकछिनमा आएर पेट्रोल सेट्रोल हालेर अनि बुर्सकल जाने भने अनि सँगाले थिए हिजोदेखि पेट्रोल मैले। त्यही त, पेट्रोल हालेर अनि जानुपर्छ। अनि साथीहरू नै आउँदैछ, साथीहरूलाई पनि लिएर जानु पऱ्यो। हामी मात्रै गएर भएन, गाह्रो छ। हेलो गाइज, बिहान खाजा खाएर है टक्क भिडियो बनाएर लास्टै दिउँसो थियो। सुतेर 3-4 घन्टा सुतेर अहिले उठेर फेरि काका र म भएकै एउटा काका छ। लतारै छ। कसलाई लतार्नु त अब? के गरेको काका र म अहिले चाहिँ लागिरहेछौँ भाउजू खोज्नुलाई। कस्तो भाउजू? को भाउजू? मेरो आन्टी भन न मुला। काका र म चाहिँ टक्क आन्टी खोज्नु जानु लाग्यो हामी। टक्क आन्टी खोज्नु जानु लाग्यो। अब कोही हुनुहुन्छ भने तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ मलाई। सम्पर्क गर्न सक्नुहुन्छ।
9803 बाँकी नम्बर आफै दिन्छ कन्ट्याक्ट नम्बर। र तपाईँले फर्म भर्नुपर्ने हुन्छ। फर्मको लागत चाहिँ 100 दिराम पर्ने छ है फर्म भर्नको लागि। अनि त्यसपछिको प्रोसेस छँदैछ होइन। कति दिन्छ अरे तिम्रो त्यो दिन तिर्नुपर्छ त्यही हो। अब अरूभरि देखाउँदै गरौँला नि। यहाँ पार्क यहाँ बच्चाहरू खेल्ने ठुलो मान्छेहरू खेल्ने पार्कनेरि आइपुग्यो हामी। जाँदैछौँ वी आर हेडिङ थ्रु आवर डेस्टिनी। हेयर इज आवर क्याप्टेन होइन त कडा छ नि ल जाँदैछौँ। त्यो हात गर्दा रहेछ लास्टै नयाँ आइपुग्यो। हेर्नुहोस् त कति रमाइलो छ नेपाल जस्तै है। बच्चा बच्ची स्कुलबाट आएर टक्क खेलेको जस्तै है रमाइलो छ। ऊ पनि बच्चा बच्ची जस्तै नै छ नि। अलिकति उमेर मात्रै ढल्केको होइन त अलिकति उमेर मात्रै ढल्केको गाई। कोही हुनुहुन्छ भने 20 देखि 25 को उमेरसम्म 25 सम्म होइन त। एज लिमिट कति हो? नानी नपाएको त 40 को ल्याउने हो क्या नानी नपाएको? नानी नपाएको 40 को लिएर आउने। ओके ल नानी नपाएको 40 वर्षको सम्म एक्सेप्ट छ। जस फर्मको लागि सोधिदिराम लाज लागेर गाइज अङ्कललाई लजाएर भयो त। लाज किन बाबा लाज लाग्ने मान्छेले केही पनि गर्नु सक्दैन जिन्दगीमा है। तर हात चाहिँ डह्रो गल्यो मेरो आज किन हो। ल अहिले म उता अलि उता देखाउँछु हात गल्यो एकछिन आराम गर्छु। ल गाइज अहिले चाहिँ राति परिसक्यो। हामी मार्केटमा सामान किन्दै गर्दाखेरि रात पऱ्यो। अब त्यो उयो काकाले बोकेको सामान म बोक्छु भनेको मलाई बोक्नै दिएन। बोक्दै नबोक तिमी पाहुना मान्छे आराम गर भन्छ। त्यही गरेर होइन होला अब आराम गर तिमी थाकेछ बिचरा त्यत्रो टाढोदेखि आएको काका भनेर आएको छ। म बोक्छु भने त्यही भएर काकाले बोकाएको छ गाइज। त्यो मैले बोकाउन लागेकै होइन है। बिहाइन्ड द सिन पनि मैले बोकाउन लगाएन आफै बोकेर आएको। उसले त्यस्तो भन्यो अनि त्यही भएर अब खोइ काका म बोक्दिनँ होइन हो। अनि दिँदै यस्तो माया गर्ने मान्छे पाउनुहुन्छ त जस एकदम माया गर्नुहुन्छ। जस सुखको बेलामा होइन दुःखको सङ्घर्षको बेलामा गाँसेको सम्बन्ध हो। त्यही भएर एकदम अमूल्य प्रिय छ। परदेशमा यस्तै नै हो। दुःखको बेला रुँदै हिँडेको दुःखको बेला सङ्घर्षको बेलामा फर्स्ट टाइम फर्स्ट टाइम यो भतिजले किनेको पैसा आफ्नो पैसाले होइन अङ्कलले तिर्नु भयो बिचरा मलाई केही गर्नै दिँदैन। अघि दिउँसो हामी त्यो नुडल्सहरू पनि किन्न गएको थियो मलाई तिर्नै लागेन अङ्कलले। अहिले पनि अङ्कलले मलाई तिर्नै लागेन। म तिर्छु भने अझ हामी ठ्याक्क आइपुग्यो। माथि गएर देखाउँछ है एक्सेस गर्ला गाइज। फाइनली म चाहिँ आइपुगेँ है यहाँ दाइकोमा। देखाउँछ जहिले यही दाइकोमा आउने हो। यहाँ हाम्रो अर्को दाइ पनि हुनुहुन्छ। हामी चाहिँ आइपुग्यो। ल के भन्नुहुन्छ? समस्या आएन त समोसाको सट्टामा त्यही लिएर आएको। दाइलाई चाहिँ पुरै भोक लाग्यो अरे है। फेरि अब उहाँको स्टोरेज अलि सानो छ धेरै त गर्दैन। कति पाती खाना खानुहुन्छ अरे तपाईँले? दिनमा एक छाक हो। हजुर दिनमा एक छाक हो। एक छाक होइन त एक छाकमा फेरि थोरै होइन त थोरै देखाउनु त एकचोटि कति थोरै अरे कडा हो हाम्रो दाइ है। टक्क अब जहिले आउने यही दाइको रुममा त्यसमा मैले हुन्छ। दाइले यहाँ टक्क भेजी तरकारी बनाउँदै हुन्छ दाइले। अनि म यहाँ हेरिरहेको छु। एकछिन नुन चाख्छु म होइन दाइ। अब एकछिनमा देखाउँदा ल काका यहाँ हामीले यहाँ टिकटक भिडियो देखाइरहेको छ काकाले। कडा कति बजी लागि 90 काका फेरि हाम्रो खत्रै ऊ फेरि खत्रै ऊ है टिकटक है हाम्रो काका। बिजाउँ न त को हामी पर्दैन न त सत्तर बिजाउँ न टिफिन हालेर लगिदिन्छु म धावालाई। ऊ हो नि एकछिनै गाइस एकछिनमा भिडियो गर्छु ल।
गाइज अहिले चाहिँ हामी ब्याक भइसक्यो अङ्कल र म होइन केही प्राइभेसीले गर्दा त्यहाँ खिच्न मिलेन जस अहिले हामी खिचिरहेछौँ वेलकम ब्याक के भनिदेऊ काका वेलकम ब्याक अब यो न्यू पेट दुखेकोमा पेट दुख्यो केले के भन्नु 2x बन्डलको डम्बल खाएर 2x बुलडग खाएर चाहिँ पेट दुखेर ल काका यहाँ पेट दुखेर सेटपट्टि लाएर जस्तो लागेर है अब यस्तो टिकटक सिक्नमा नि लाइफ हानियो अनि केटीहरूलाई जिस्कायो यता यता केटीलाई त दामी दामी जिस्कायो केटीहरू लाइफ हान्यो डोज पनि हान्यो मलाई है ड्याङ्गिङ डोज हान्यो तर लिनु चाहिँ पाएन हो र डलरमा चाहिँ झर्दा रहेछ अहिले हामी त्यहाँ साथीहरू भेट्न जान लाग्यो नि त साथीहरू आउँदैछ अरे साथीहरूलाई त्यहाँनिर त्यहाँ छ अरे हामी भेट्न जाँदैछौँ जोस भइहालेछ टेन्सन चाहिँ टेन्सन नै होइन गइहालेछ टेन्सन नै होइन टेन्सन नै होइन उसको गइहालेछ साथीभाइको भेट हालेछ लाइफमा कस्तो मजा आएछ अरे बहुत बढिया कोसँग बात गरेछ लाइफमा बहुत लड्की आएछ अरे रोज मारिएछ डलरमा झारेछ डल होइन तिमी जाऊ हामी चाहिँ जान्छौँ होइन त्यहाँ साथीले एकचोटि एक झल्को हेरेर जानु पर्यो नि त झल्को हेर्ने साथीलाई हेर्ने होइन साथीले झल्को हेरेर जानु ड्युटीबाट होइन साथीलाई झल्को हेरेर जानु पर्यो नि त अनि यताबाट अब बिहान 5 बजे छुट्टी छ अहिले 10 बजिसक्यो अब कहाँ गएर साथीभाइ हेर्नु हुन्छ होइन एकचोटि काका निन्द्रा लगाएर मार लाग्छ को यो अम्मा सुन्दरी हाउ आर यु इट्स ब्युटिफुल You are a sweet one. Yeah. Too much sweet one. Okay. There is the guy, okay? There only. You will not meet then? You have to meet because there is the only. You are going that way, right? No problem. Yeah. Too much, huh? This BJ Gurung. Okay, guys. This need to support. How was your day off? Very nice. आपका डे अफ कैसा था? कस्तो थियो तपाईको डे अफ? मेरो डे अफ चाहिँ दामी भयो हैन? दामी भयो अब खाइयो रमाइलो गरियो त्यही नै चाहिँ एक सक्छ यो बहिनी छिराउ न राउले अनि त्यो गाडीले चाहिँ निको त्यो गाडीले निको चाहिँ हामीलाई हैन गाडी चाहिँ निको चाहिँ उता गयो त्यो गाडी हैन मैले हान्दिन्थ्यो चाहिँ अलि डिस्काउन्ट गरेन अब त्यसलाई मैले मारे अङ्कलले लास्टै दिन है तँलाई त मैले हामी त भन्ने गर्दा त एक कस्तो खतरा हुन्छ मैले सही दामी ल खतरा दबाएर मुन्डा तर त्यसै कन्ट्रोल गरे मैले कन्ट्रोल गरे हैन कस्तो हान्थ्यो रे काका यस्तै हान्थ्यो तर के रे कन्ट्रोल गरे कन्ट्रोल माइ सेल्फ वी कल दिस सेल्फ रेस्पेक्ट अहिले चाहिँ हामी वेस्टर्न मार्केटमा आइपुग्यो उता अब राम्रोसँग देखिँदैन होला जस हामी चाहिँ वेस्टर्न मार्केटमा आइपुगिसक्यो सुत्न जान्छ अब 10 बजे त्यही त त्यहाँ साथीहरूलाई भेटेर अनि सुत्न जाने के उतानिर छ अरे उतानिर कपाल काट्दैछ अरे राम्रोसँग देख्दैन होइन जस मार्केट या वेस्टर्न हामी चाहिँ कपाल उतानिर छ ऊ साथी यहाँनिर छ हामी चाहिँ अब यहाँनिर साथीलाई भेटेर अनि जाँचो साथी उता चेयरमा बस्यो साथी हामी यादै गरेको छैन होइन उता त साथी है एक्लै रहेछ बिचरा कपाल काटिरहेको रहेछ होइन साथी यहाँनिर छ साथी चाहिँ कपाल लगाउने जस्तो यहाँनिर एकजना हाम्रो हर्का लिम्बू भन्ने दाइ हुन्छ यहाँनिर कपाल काट्न बस्नु भएको छ बिफोर दिस वान इज द बिफोर ओके यो चाहिँ बिफोर हो आफ्टर अहिले देखाउने छु ल हेलो भन्नु केही तपाईँको तर्कहरू सुनाउनुहोस् अरू केही ड्युटीबाट टायर्ड भएर आउनुभयो ए साथीको यहाँ साथी केही सुनाइदेऊ तर्क हाम्रो चाहिँ उहाँ चाहिँ एकदम बाहिर साथी हो कि होइन के तर्क सुनाइदियो साथी सुनाउ न यहाँ किन साथी सुनाइदेऊ न के सुनाइदेऊ न साथी सुनाइदेऊ के तिम्रो मनको व्यथा कथा
केही छैन अल ओके थम्चेक थम्चेक साथी ल अहिले एकछिनमा के हुनेछ कस्तो हुनेछ सब देखाउने चाहिँ गाइज ल गाइज अहिले चाहिँ म रुममा फर्किसकेँ र अहिलेको लागि यति नै भयो जस म कहाँ कहाँ गएँ के गरेँ सब तपाईँहरूलाई मैले ब्लगमा देखाइ नै सकेँ र थ्याङ्क यू सो मच हृदयदेखि धन्यवाद हेरिदिनु भएकोमा माया गर्नुभएकोमा मेरो परिवारलाई र मुटुका टुक्रा मेरा जिगर मेरो सब जे भने नि तपाईँहरू नै हो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला फेरि पनि म आउनेछु यस्तै रमाइलो भिडियो लिएर र अहिलेको लागि बिदा गर्नुपर्ने हुन्छ फेरि पनि हृदयदेखि धन्यवाद हेरिराख्नु होला माया गरिराख्नु होला मैले सक्ने ल्याउला नसक्ने ट्राई गरौँला ल्याउनलाई ल्याउन सकेन भने सकेन के भन्छ अब सकिन नि अब नसक्ने चिज नि कहाँबाट गर्नु त सक्ने गर्छु गरिरहेको छु गर्नेछु ल थ्याङ्क यू सो मच फर वाचिङ सी यू इन नेक्स्ट भिडियो यल्ला बाई